यो 2-3वटा पिस चाहिँ चिकनको मासुको हो अनि यो चाहिँ आलु र भेन्टाको तरकारी है मैले भन्टा भने थिएँ भन्टा हैन भेन्टा भन्नु न भेन्टाको तरकारी यो चाहिँ मैले किन खाएँ भन्दाखेरि मलाई एलर्जी भएन हिजो खाएको एकदमै मिठो लाग्यो अनि आज गएर एक पाउको 20 रुपैयाँ हालेर यी भेन्टा लिएर आएँ है मलाई एलर्जी नहुने भए त म डेली भेन्टा खान्थेँ एकदमै मन पर्छ अनि डेली चाहिँ होइन कहिलेकाहीँ चाहिँ मन पर्छ है अनि चाहिँ टमाटरको अचार अब खाएर चाहिँ म कामतिर लाग्छु चिकन खानु न भन्नुहुन्थ्यो नि खाना चाहिँ खान्छु यति भए पुग्छ 3 पिस भए पुग्छ मलाई हतार भइरहेको छ फेरि फटाफट खाएर काम गइहाल्नु पर्ने छ है मेरो चाहिँ अनि हजुरहरूलाई दसैँ तिहार कस्तो लागिरहेको छ दसैँ आयो मुखमै आयो